नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई। म आज पोखरा महानगरपालिकाबाट बोलिरहेको छु। पोखरामा एउटा नयाँ इतिहास कायम गर्दैछ, जुन कि पोखरामा अहिले पोखराको विजयपुरमा एउटा पुल निर्माण भइरहेको देखिरहेको छ र यसमा चाहिँ नयाँ प्रविधि ढङ्गले चाहिँ यहाँ पुल निर्माण भइरहेको छ र यो चाहिँ म प्रत्यक्ष तपाईँलाई देखाउन गइरहेको छु। पहिले र अहिलेको विकासलाई चाहिँ अहिले हेर्दाखेरि विकासले चाहिँ नयाँ प्रविधिमा र नयाँ टेक्नोलोजीमा परिणत भइसकेको मैले देखिरहेको छु। नयाँ प्रविधिबाट यो भिडियो भइरहेको छ। छुट्टै लाभेन चोट लाग्छ कि हजुरलाई? देख्न सक्नुहुनेछ नयाँ प्रविधिबाट काम भइरहेको छ। पहिला विदेशमा मात्रै यस्ता कामहरू भएको देखिएको थियो भने अहिले नेपालमा पनि नयाँ प्रविधि आएको देखिन सक्छ र यसरी नै यस्ता नयाँ प्रविधिहरू भित्रायो भने नेपालमा विकास हुनलाई चाहिँ केही बेर लाग्दैन जस्तो चाहिँ मलाई महसुस भइरहेको छ। र यो विजयपुर खोलाको चाहिँ जुन अहिले ब्रिज बन्दैछ यो चाइना कम्पनीले लिएको हो र यो इतिहासकै पहिलो काम हुन सक्छ जस्तो मलाई लागिरहेको छ। पोखरामा वर्करहरू दिनरात नभनिकन खटिएको अवस्थामा छ भने यो प्रविधिहरू यसरी नै नेपालमा यस्ता प्रविधि भयो भने विकासको चाहिँ लहर छिटो र छरितो हुन्छ भन्ने मलाई लागिरहेको छ। जुन कि पोखरालाई चाहिँ पर्यटकीय राजधानी पनि भनिन्छ र त्यही पर्यटकीय राजधानीको बिचमा रहेर नयाँ प्रविधि काम भइरहेको म यहाँहरूलाई देखाएको छु। यो प्रविधि निकै नै राम्रो छ। मैले यहाँहरूलाई यो ब्रिज फिटिङ गरेको पनि म देखाउने छु।
नयाँ प्रविधि सँगसँगै नयाँ टेक्नोलोजी प्रयोग गरेर देशको विकास हुनु त धेरै राम्रो हो, तर बिचमा चाहिँ केही समस्याहरू आउने कारणले गर्दा पूर्वाधारहरू बिचमै छोडिने अवस्थामा पनि देखिएका छन्। तर यो पूर्वाधार छिटै नै सम्पन्न हुने मैले देखिरहेको छु। हाम्रो यो बिजीपुर हो, पोखरण महानगरपालिकाको अवस्थित बिजेपुरमा यो पुल निर्माण भइरहेको छ। यतातिर धमाधम काम भइरहेको छ। बाटो त असहजै छ, तैपनि केही दिनमा यहाँको बाटो पनि पुनः पिच भइसकेर बाटो सहज हुने पनि देखिरहेको छ भने यस बिजेपुर खोलालाई पहिला लेखनाथ वारी र यता पारी चाहिँ पोखरा थियो भने जुन चाउथे, अहिले चाहिँ लेखनाथ छोडेर पोखरा महानगरपालिका भएको छ भने वारी पारीको कुनै भ्यालु छैन। मैले दुवै साइडको भिडियो लिइरहेको छु दर्शक महानुभावहरू, र मेरो यो भिडियो देश विदेशमा रहने सम्पूर्णले चाहिँ हेरिदिन हुन र देशका विकासहरूको लागि जानी नजानी पनि केही भिडियो क्लिपहरू यहाँहरू माझ देखाउन गइरहेको छु। र बिजेपीको चाहिँ यो गौरवशाली र देशको विकासलाई चाहिँ आत्मसात गर्दै मैले यो भिडियो बनाएको छु। अवश्य तपाईलाई यो भिडियो साँच्चीकै मनपर्छ भन्ने पनि मलाई आशा छ। र यो टोटली नयाँ प्रविधि ढङ्गले यो पुल बनिरहेको छ। जुन पुल अहिले पोखरा महानगरपालिकामा उपस्थित छ, चाउथे र बिजेपुरको सीमामा रहेको छ यो पुल, र यो फिटिङहरू पनि यहाँ भइरहेको रहेछ पहिले नै। र केही भने पनि मैले हजुरहरूमाझ यो क्लिप देखाउन पाउँदा मलाई चाहिँ साह्रै खुसी लागेको छु र म भाग्यमानी सम्झेको छु। र पहिलाको अवस्थाको पुल र अहिलेको अवस्थाको पुल चाहिँ आकाश जमिनको फरक छ। पहिला सबैभन्दा पुरानो पुल म यहाँहरूलाई देखाउँदैछु। हामी कुनै समयमा यो पुलबाट पनि हामी यात्रा गरिरहेका थियौँ भने, र त्यो दिनदेखि र अहिलेसम्मको चाहिँ यो भिडियो, अब सुरुको भिडियो चाहिँ अब के थियो कसो थियो भन्ने कुरा त मलाई त्यति ज्ञात भएन। अब उमेरको अनुसारले पनि प्रभाव पार्दैछ। र यो पुलको अवस्था र यो पुलको अवस्था, यहाँ तीनटा पुलहरू यहाँ मैले यहाँहरू माझ देखाउँदै गइरहेको छु। जुन एयरपोर्ट बनिसकेपछि यहाँको बाटो सहज र तरिकाले हिँड्न मिल्ने अवस्था भइरहेको छ। र अहिलेको यो बन्दै गइरहेको यो पुल यहाँहरू माझ मैले देखाउन पाउँदा अझ खुसी छु म। र त्यसपछि यो पुल पनि देख्न सक्नुहुनेछ। यो हाम्रो पुल
धेरै पहिलाको पुल हो र त्यसपछि बनेको पुल सेकेन्ड पुल यो देख्न सक्नुहुन्छ र अहिले सेकेन्ड पछि थर्ड पुल अहिले नयाँ प्रविधि र नयाँ टेक्नोलोजीबाट यो बनिरहेको छ हेर्नु देख्न सक्नुहुनेछ। टोटली नयाँ प्रविधिबाट भइरहेको छ यो र यो अर्को ब्रिज जोड्नलाई चाहिँ केही समय लाग्दैछ, त्यसको पनि म यहाँहरूको बात यो भिडियोमा देखाउने छु। दर्शक महानुभावहरू, म यस विजयपुरको बारेमा यहाँका केही जल्दाबुल्दा र चाहिँ युवामा परिने यही स्थानीयवासीलाई एकजना सरलाई मैले यहाँको यो पुलको बारेमा केही भन्न गइरहेको छु, सोधपुछ गर्न गइरहेको छु। उहाँलाई नै उहाँको इन्ट्रोडक्सन र यहाँको बारेमा वस्तुस्थिति केही जनाइदिनुहुन्छ कि भन्ने आशाका साथ म उहाँप्रति केही प्रश्न गर्न गइरहेको छु। नमस्ते सर, हजुरको शुभ नाम? मेरो नाम विष्णुप्रसाद पोखरेल। हजुरको यहीँको बासिन्दा? हजुर म वडा नम्बर 14 छिन्डाडा। र यो पुलको बारेमा केही भन्न चाहनुहुन्छ हजुरले? यो पुलको बारेमा पहिला यहाँ असाध्यै जीर्ण थियो, अहिले चाहिँ यो पृथ्वी हाइवे बन्दाखेरि एकदम राम्रो भएको छ। यसले धेरै यहाँको बासिन्दाहरूको लागि जाम हुने गर्थ्यो, यताउता हुने गर्थ्यो। अहिले यहाँको बासिन्दाहरूलाई सहज हुने, धेरै बासिन्दाहरूलाई चाहिँ सहज हुने चाहिँ देखिएको छ। र हजुरलाई यो प्रति कस्तो फिलिङ भइरहेको छ? यो प्रति पहिला हामी चाहिँ एकदम कन्जस्टेड भएर चाहिँ हिँड्नु पर्थ्यो, यहाँ असाध्यै जाम हुन्थ्यो। अहिले यो भएपछि यो देख्दाखेरि पनि यो रमणीय जस्तो विजयपुर खोलाको यो पारी, यो ब्यारेकको नजिक र यो चाउखेको नजिकको यो एरियामा अलिकति चाक्लो भएको छ र यसले चाहिँ आवत जावतलाई असाध्यै सहज गर्नेछ भन्ने मलाई लाग्छ। हस् त, धन्यवाद। तपाईँले चाहिँ केही समय भने पनि मलाई टाइम दिनुभयो र यहाँको वस्तुस्थिति बारेमा केही उजागर गरिदिनु भयो, त्यसको लागि चाहिँ म धेरै धेरै खुसी छु। र म यहाँको अवलोकन पनि गरेर देखाउँदैछु र पहिला र अहिलेका अवस्थाहरू। म केही कुरा गर्छु नि। देख्न सक्नुहुनेछ यहाँको स्थानीयवासीसँग मैले केही कुराकानी गरिसकेको छु र मैले यो पुलको बारेमा चाहिँ अब धेरै गहिरिएर चाहिँ कुरा गर्न त मैले चाहेन, किन भन्दाखेरि अहिलेको अवस्था र पहिलेको अवस्थामा धेरै परिवर्तन भएको र देशमा विकास भएको चाहिँ पूर्ण गतिशीलले गइरहेको छ। पहिला पछुवाको गतिमा थियो भने अहिले चाहिँ खराएको गतिमा गइरहेको छ। यसरी नै देशको विकास भइरह्यो भने एक्सिडेन्टहरू कम हुनेछ र यात्रुहरूलाई पनि सहज रूपमा चाहिँ हिँड्न पनि सकिन्छ भन्ने मलाई चाहिँ पूर्ण आशा छ। र सरकारले कन्जुसाइ नगरिकन विकासका कामहरूमा छिटोभन्दा छिटो काम गरियोस् र चाहिँ बिचमा भएका ती जुन बिचौलियाहरू र जुन किसिमले चाहिँ तपाईँको ठेकेदारहरूले ठगिएर हिँड्ने परम्परा रोकियोस् र देश चाहिँ दुर्ग कस्तीमा विकास भयो भने हामी चाहिँ धेरै खुसी र हुनेछौँ र चाहिँ बिचमा रहेका मान्छेहरूले चाहिँ राजनीतिक धेरै नचलिकन देशमा भएका विकासहरू पूर्ण गतिले चल्यो भने अझ राम्रो हुन्छ भन्ने मलाई आशा गर्दै र मेरो भिडियो च्यानल हेरिदिनु भएकोमा
सम्पूर्ण देशवासीहरू र देश विदेशमा रहनुहुने र यस्तै भिडियोहरू क्लिपहरू म यहाँहरूमाझ ल्याउने छु र सब्सक्राइब लाइक र सेयर गरिदिनु हुन विनम्र अनुरोध गर्दै मैले यहाँको भिडियो यहीँ अन्त गर्छु। हस्त धन्यवाद। अब केही सेकेन्डमै यो ब्रिज फिटिङ हुँदैछ र तपाईँहरूलाई यो पनि मैले देखाउँदैछु। अनि अलिकति ब्राइटनेस आउँछ कि भनेर कि विजयपुरको कञ्चन बगिरहेको खोला देख्न सक्नुहुनेछ। कलकलाउँदो खोला। त्यसमाथि पनि चाइनाले चाहिँ गरेको यो विकास, चाइनाले मात्रै नभने नेपाली सरकार पनि इन्भल्भ छ। फेरि त्यो भनिराख्दाखेरि सरकारलाई पनि अलिकति चाहिँ मन दुख्ला, किन अन्त नयाँ प्रविधिबाट काम भइरहेको छ। र अपरेटरले सिग्नल दिइसकेका छन् र केही समयमै नै यो ब्रिज उठ्नेवालामा छ। फाइनली पुल उठ्न लागिसकेको छ दर्शक महानुभावहरू। र यहाँ पुल कसरी उठ्छ भनेर सबैले चाहिँ आतुरको साथ हेरिराख्नु भएको छ। यहाँ हाम्रा सुरक्षाकर्मीहरू दाजुभाइहरूले पनि यहाँ अवलोकन गरिराख्नु भएको छ उत्साहका साथ।
क्रेनले अफ गरिसकेको छ र फ्रेममा ल्याउन लागिरहेको छ। क्रेनले दुई साइडको उसले मुभमेन्ट गरिरहेको छ। र राम्रो तरिकाले चेक ब्यालेन्स गरेर चाहिँ राम्रो तरिकाले हालिराख्नु भएको छ अपरेटरले। नयाँ प्रविधि नयाँ ढङ्गले चाहिँ काम भइरहेको देख्न सक्नुहुनेछ दर्शक महानुभावहरू। र मैले चाहिँ प्रत्यक्ष यहाँको चाहिँ प्रत्यक्ष प्रसारणमा राखेको छु यसलाई। खुला हिमालको चाहिँ सङ्गमसँगै राम्रो तरिकाले देखिएका छ अन्नपूर्णा माछापुच्छ्रेको चाहिँ आडमा रहेको विजयपुर खोला र यो आफैमा चाहिँ पर्यटकीय स्थलले भरिएको ठाउँ जुन पर्यटकीय राजधानी पनि हाम्रो पोखरालाई कास्कीलाई भनी गरिएको छ, जहाँ लवली डाँडाको चाहिँ सङ्गम विजयपुरको कलकलाउँदो खोला कञ्चन बगिरहेको छ।
र फिटिङ भइसकेको छ, देख्न सक्नुहुनेछ।